हामीले चाहिँ यहाँनिर एकल त्यो चलाउनु चलाउन सक्छ कुन चाहिँ बनाउनु चलाइसक्यो क्या अन्त त्यही नै पऱ्यो क्या तौलिया चलाइदियो त्यो त हाम्रो चाहिँ यो किम्ची बनाउने प्रोसेस भइरहेछ यहाँ हामीले चाहिँ ऱ्याडिस क्यारोट व्हाइट फ्लावर पेस्ट यसलाई के भन्नु पर्यो यो हजुर गुन्डु हरियो प्याज हरियो प्याज सरी स्प्रिङ ओनियन हरियो प्याज भन्न आएको छ अरू गुन्डु भइसक्यो त्यो त ए सरी त्यो मकैको सरी चामलको पिठो रहेछ है मैला भन्न आएको छ चामलको पिठो हो सेतो सेतो छ नि होइन चामलको पिठो उहाँ चाहिँ हाम्रो चुला छ मामा इन्टरनेसनल मामा उहाँ चाहिँ हाम्रो कोरियन सेफ इन्टरनेसनल भान्जा इन्टरनेसनल भान्जा अरे ल उहाँ नै कोरियन सेफ इन्टरनेसनल भान्जा नै हो भान्जे हो चामल मसला हो यो चाहिँ हाम्रो स्प्रिङ ओनियन अनि त्यहाँ जिज पेस्ट भइरहेको छ गार्लिक जिन्जरको हाम्रो यहाँ जिज पेस्ट हाल्ने अदुवा गार्लिक जिन्जरको पेस्ट हालेको छ है अनि चाहिँ हालिदिन्छौँ एप्पल पेस्ट एउटा मासु हड्डीमा एउटा मासु हुनु भयो है कोचुकार यहाँ देखाउनु न यसमा अनि यही देखायो भने भयो नि यो तपाईँ राखिराख्नु पर्छ भिडियोमा चाहिँ नहाल्नु कि भिडियो त हाल्नै हुन्न नि त्यो म मिलाएर फास्ट गरेर मात्रै गरेँ सबै सेक्रेट केही सेक्रेट कुरा चाहिँ देखाउनु हुँदैन क्या चिली पेस्ट हाल्यो नि त 15 केजी लाग्यो हाम्रो कोरियन नस्पाती त्यो फेरि सुजीको स्याउ भन्दा फेरि मुस्ताङको स्याउ क्या हाल्नु र चिली पेस्ट भइहाल्यो यो पनि 200 ग्राम मात्र हाल्यो 250 यो हामी कति दिन अमिल हुन्छ यो हजुर रोगन मिर्च होइन त काश्मिरी मिर्च तिखालाल भने के हो तिखालाल लालमा यति टाइम लामो भइसक्यो हो नि sauce. Chinese अलिक जान्ने मान्छे अलिक भनौँ न जान्ने हुने मान्छे नै अलिक गरम खान्छ नि अलिक धेरै जाने अलिक जाने हुन्छ भने के पनि जाने हुँदैन फेरि अलिक जाने हुन्छ क्या त्यही कराउने नै त्यही हो नि चिल्ली पेस्ट के हाल्नुहुन्छ अब कलर बबल आइरहेको छ अहिले चाहिँ यो त कोचु कारणले हाल्नु पर्ने यहाँ चाहिँ हामीले अब ब्लान्ड गरेर त्यो श्रिम पनि हाल्छौँ त्यो ड्राई श्रिम
हालेर 8-9 घन्टा भिजाउँछौँ अनि यसो पानी निचरेर यस्तो हुनुपर्छ यति नरम हुनु पऱ्यो चाहिँ लगभग सबै पानी नै झपक्क भएर बस्नु पऱ्यो कि कलर त यो मान्छ नि यो चाहिँ मिनी चाइनिज क्याबेज नापा क्याबेज हाम्रो उहाँ कोरियन थियो कोरियाबाटै ल्यायो हेर्नु न त्यो ए हामीले अब यहाँ चाहिँ यो चाइनिज क्याबेज हाल्यो कोरियन क्याबेज सरी यसलाई मोल्ली अब किम्ची रेडी भयो दिस इज द भेज सुप यो चाहिँ अब चाहिँ ट्याक्कै रेडी भइसकेको छ